म यो भन्दिनँ कि तपाईले चाहिँ यसो क्रिस्टलाई विश्वास गरिसकेपछि तपाईको पापहरू क्षमा हुन्छ। मैले यो भन्दिनँ यसो क्रिस्टमा तपाईँ आउनु भएपछि तपाईको सबै रोगीहरू तपाईका बिरामीहरू तपाईँ चङ्गाई पाउनुहुन्छ। म यो भन्दिनँ किनकि मैले डाइरेक्ट तपाईलाई यो कुरा गरेँ भने तपाईले मलाई बौला भन्नुहुन्छ, तपाईले मलाई पागल भन्नुहुन्छ। यो फेरि आयो आफ्नो यीशु क्रिस्टको कुरा सुनाउँदै यो फेरि आयो भनेर चाहिँ तपाईहरुले मलाई भन्नुहुन्छ। तर म तपाईलाई एउटै कुरा भन्छु मेरा प्रियहरू, मात्र एउटै कुरा, जीवन तपाईको हो। तपाईको मर्जीले तपाई जिउन चाहनुहुन्छ, तपाईको मर्जीले तपाई हिँड्न चाहनुहुन्छ, तपाईलाई कसैले रोक्दैन। तर म एउटा कुरा यति भन्छु भनेपछि तपाईको जीवनमा अन्धकार छ भने नि, तपाईको जीवनमा अन्धकार छ, जुन घनकार अन्धकार छ, तर तपाईले बाटो पाउनु भएको छैन भने नि प्रभुले एउटै कुरा भन्नुहुन्छ, जीवनको ज्योति म हुँ। आमेन। जीवनको ज्योति म हुँ, जसले ज्योतिलाई ग्रहण गर्छ नि उसले सबै कुरा पाउँछ भनेर प्रभु येशूले भन्नुहुन्छ। मेरा प्रियहरू, हाम्रो जीवनमा सबै कुरा हामीले पाएका छौँ, तर हाम्रो जीवन नै व्यर्थ छ भने, अन्धकारमा छ भने हामीले केही कुराहरू हाम्रो हातमा हुँदैन। त्यसैले बुझ्नु एकदम जरुरी छ, जीवन तपाईको हो। तपाईको मर्जी तपाईले कसरी जिउन चाहनुहुन्छ त्यो जीवन तपाईको हातमा छ। तर त्यो जीवनमा चाहिँ अन्धकार छ भने नि यसैले भन्नुपर्छ जीवनको ज्योति म हुँ। आमेन।